बैक टू माई युट्युब च्यानल गाइस। आज चाहिँ हामी चाहिँ 4-5 दिनको चाहिँ टुरमा निक्लिछौँ। कडाली चिसापानी हुँदै हामी प्युठानतिर स्वर्गदारी कता कता हुँदै हामी चाहिँ आज चाहिँ हामी ग्रुपमा निक्लिछौँ। अहिले हामी फाइनल्ली चाहिँ हामी चरचरी आइयो। चरचरी आएर चाहिँ टक्क बटुक पकौडा खाएर सानो सर्ट नास्ता गरेर अनि त्यसपछि हामी चाहिँ फेरि यात्रा तय गर्नेछौँ। अनि किप वाचिङ, अन्तिमसम्म हेर्नु होला। स्टेप आउँदैछ, धेरै ठाउँको यात्रा हुँदैछ। लाग्छ मलाई 6-7वटा जिल्ला चाहिँ छोइन्छ कि जस्तो छ। यात्रा बढी हुँदैछ। ठक्क यहाँ रोक्दैछ अनि त्यसपछि ठक्क चरचरीमा रोकेर चिसो पानी बटुक खाएर हाम्रो गाडी चाहिँ यही हो। यात्रा चाहिँ कस्तो हुँदैछ यसो कन्टिन्यू जारी हुन्छ। तपाईँले हेर्दै गर्नु होला। सब्सक्राइब गरिदिनु, सेयर गरिदिनु, कमेन्ट गरिदिनु मेरो युट्युब च्यानललाई नयाँ हुनुहुन्छ भने। तपाईँले चरचरीमा देख्न सक्नुहुन्छ आगामी मगरमा 12 भने चाहिँ यसलाई चाहिँ बटुक भनिन्छ। पकौडा यसरी पाउँदैछ। प्रोसेसिङ यस्तो हुन्छ, देख्न सक्नुहुन्छ। तपाईँहरू पनि यता चरचरीमा आउनु भने तपाईँहरू चाहिँ बटुक खाएर इन्जोय गर्न सक्नुहुन्छ। दिदीहरूले बनाउनु भयो तातो मिठो फ्रेस। हामीले पनि खाइन्छ, हाम्रो अङ्कल हुनुहुन्छ। अनि त्यसपछि हामी चाहिँ यात्रा जारी हुन्छ। कर्णाली चिसापानी गयो नि त अङ्कल। यस, अब यता चाहिँ इन्भाइरोमेन्ट यस्तो छ। नानीहरू के गर्दै नानी? भात पस्केको स्कुल जाने हो? भित्र टक्क बसिन्छ। साथीभाइहरू कता गयो कि नि? फाइनली हाम्रो चरचरीको बटुक पकौडा फेमस बटुक चाहिँ आइसकेको छ। टक्क चटनी दामी होला जस्तो छ। अब खाइन्छ। ल अब हाम्रो यात्रा चाहिँ चरचरीमा बटुक पकौडा खाएर नास्ता गरेर सर्ट नास्ता गरेर अब चाहिँ हाम्रो यात्रा फेरि कन्टिन्यू हुँदैछ। बुटोल हुँदै यो कोहलपुर हुँदै यो चिसापानी कर्णाली चिसापानीतिर हाम्रो यात्रा प्रस्थान हुँदैछ। हाम्रो गाइजहरू यस्तो छ, टोली है हाम्रो ग्याङ, 6 जनाको ग्याङ छ। यसरी चाहिँ हामी चाहिँ यात्रा तय गरिन्छ। अब यो बाटो हामी यो बाटो आइयो। अब हामी यो बाटो जान्छौँ, बुटोल गइन्छ। तपाईँलाई म कन्टिन्यू भिडियो चाहिँ देखाउनेछु, तपाईँले वाचिङ गर्दै गर्नु होला। जोग रमाइलो छ होइन? भाइ पनि यहाँ चाहिँ यात्रामा सफल छ हामीसँग जोडिया। उनीहरू कहाँसँग कनेक्ट हुन्छ। त्यसपछि हामी चाहिँ फेरि छुट्टिन्छौँ ल साइकलसम्म हामी सुकुरतिर। फाइनली हामी चाहिँ सिद्धाबामा आइसकेको छौँ। तपाईँले देख्न सक्नुहुन्छ यो अगाडिको दृश्य। यस्तो चाइना कन्ट्रेक्सन अन्डरग्राउन्ड चाहिँ यस्तो पासिङ गरेर यस्तो छ प्रोसेसिङ सुरु हुँदैछ। हामी चाहिँ यही बाटो तय हुँदै बुटोल हुँदै पछिल्लो यात्रा हुँदैछ। त्यही भएर तपाईँलाई देखाउन चाहन्छु यो दृश्य देख्न सक्नुहुन्छ। बाटोको हालत यस्तो छ।
आजको यात्रामा हाम्रो ड्राइभिङ गर्नु हाम्रो अङ्कलले हामीले अङ्कललाई जिम्मा देखाउँ कहाँ पुऱ्याउने के गर्ने कहाँ लगेर छोड्नु पर्ने होइन सबै अङ्कल हो हामी चाहिँ अन्जान छौँ के छ केटाहरू पछाडि आउँछ साइलेन्ट छ त सबै केटाहरू ठिकै छ यात्रा ल यस्तो छ बाटो तपाईँले देख्नु सक्नुहुन्छ भ्यू कस्तो छ दामी छ झर्ना पाल है भाइ तपाईँले देख्नु सक्नुहुन्छ पाललाई यस्तो छ होला अन्डरग्राउन्ड पासिङ यहाँबाट चाहिँ यस्तो अवस्था र केही वर्षपछि सहज पनि हुन्छ भन्ने आशा गऱ्यौँ झर्ना यसरी माथिबाट वाटरफल भएर देख्न सक्नुहुन्छ राम्रो छ नि त रमाइलो छ यात्रा कन्टिन्यू भइरहेको छ हेर्दै गर्नु होला मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गर्नु होला सब्सक्राइब भयो हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला यस्तो छ फेरि अर्को पास यहाँबाट पनि हुँदैछ अब हामी लगभग सिद्ध बाबामा आइसकेछौँ मन्दिरमा पनि निस्किने यस्तो छ यसको महत्त्व मेन चाहिँ यो बुटोलको बाटोबाट यताबाट आएर अन्डरग्राउन्ड पासिङ यहाँबाट यताबाट गएर अर्को चाहिँ तलै लियो तलबाट सिधै अर्को पासिङ यस्तो चाहिने कन्ट्रेक्सनले नै निर्माण गरिरहेछ सिद्ध बाबा फाइनली हामी चाहिँ सिद्ध बाबाको मन्दिरमा पनि आइपुग्यौँ रक्षा गर्नु सिद्ध बाबा यात्रा सफल होस् 5-6 दिनको यात्रा होइन त 5-6 दिन यात्रा सफल होस् ल अब हामी फाइनली अब बुटोलतिर प्रस्थान हुँदैछौँ फाइनली हामी चाहिँ बुटोलमा आइपुग्यो यो चाहिँ गोलपारमा आइपुग्यो सर आनन्द छ नि त बाटो पनि यस्तो दामी छ नि अहिले त बाटो सहज छ फाइनली हामी चाहिँ बुटोल ठ्याक्क यो रामपुर भन्ने ठाउँमा आइयो अनि त्यसपछि हामी चाहिँ अहिले चाहिँ ठ्याक्क रामपुर आएर बुटोलबाट रामपुर आएर गाडी पनि बनाइयो अप्ठ्यारो पनि हुनसक्छ त्यही भएर हामी तेल हालेर चाहिँ यसरी चाहिँ यो रामपुरको पेट्रोल पम्पमा आएर गाडी चाहिँ हाम्रो यही हो क्याम्पेनिङ अहिले मैले भन्न पनि बिर्सेँ यो हाम्रो सायद यो क्याम्पेनिङ टुर जस्तो पनि छ हामीले चाहिँ तेल हाल्ने क्रम छ यहाँ अब यहाँबाट पेट्रोल पम्पमा तेल हालेर हाम्रो पछिको यात्रा तय हुँदैछ कति जाँदैछ यो गाडीमा तेल गाडी फुल गरेर हामी यहाँबाट चाहिँ 40सम्म गाडी फुल गरेर बिचमा अप्ठ्यारो नहोस् अब तेल चाहिँ फुल गरेर गाडीमा फुल गरेर अबको यात्रा चाहिँ हाम्रो पश्चिमतिर हुन्छ यो हाम्रो क्याम्पेनिङ टुर जस्तो लाग्यो मलाई हाम्रो ब्याक प्याकिङ पनि यही छ अब कहाँनिर गएर रोकिन्छ हामी
चाहिँ यहाँ चाहिँ थोरै रेस्ट गरियो, छोटो मिठो नास्ता पनि गरियो। फेरि यहाँ हामी आएको गाडी चाहिँ यही हो, हामी ग्रुपमा छौँ, केटाहरू यहाँ छन्, म यहाँ छु। अब हामी चाहिँ फेरि यो पश्चिमको यात्रा तय भइरहेछ। कहाँनिर गएर टुङ्गिन्छ थाहा छैन। अझै क्याम्पिङ सुरु हुँदैछ, खाना बनाउनु छ, खानु छ, क्याम्पिङ टुर जस्तो गाडी स्टार्ट भइसक्यो। हामी अब लाग्छौँ। हेर्दै गर्नु होला, साथ दिनु होला। मेरो भिडियो मन परे सेयर लाइक कमेन्ट गरिदिनु होला। ल छ, ठिक छ नि? ल ल ल ल ल ल हामी चाहिँ लाग्यो पश्चिमतिर फेरि। हाम्रो स्टेसन अब कहाँनिर गएर क्याम्पिङ सुरु हुन्छ हाम्रो। फाइनली हामी चाहिँ गोरुसिङ आइयो। जाने बाटो होइन यो, राइट साइडतिर। अब यतातिर गयो भने यो बाटो सिधै गयो भने हामी चाहिँ अब पश्चिमको यात्रा। फेरि हामी त पश्चिमको यात्रा निक्ल्यौँ। ठक्क पश्चिम पुगेछ, टक्क यो पश्चिम जाने बाटो। फाइनली हामी चाहिँ अब चनौटा बजारमा आयो, प्रवेश गरिसकेको छ। हामी चाहिँ पश्चिमको यात्रामा निक्लिएको तपाईँलाई थाहै छ। यो चनौटा बजार, यो देखिरहेको चनौटा बजार। हामी चाहिँ यात्रा चाहिँ कन्टिन्यू छ। फाइनली हामी चाहिँ भाइरल पाहाडमा आइपुग्यौँ। यहाँ फोटोसोटो खिच्यौँ। अनि त्यसपछि हाम्रो फेरि कन्टिन्यू चाहिँ पश्चिमको यात्रा हुन्छ, कर्णाली चिसापानीतिर। हेर्दै गर्नु होला, सब्सक्राइब पनि गरिदिनु होला, मन परे सेयर पनि गरिदिनु होला। यो के ठाउँ पर्यो अरे? अमिल्य। अमिल्य भनेपछि कहाँ पुग्यो? कहाँ आयो अरे अङ्कल? दाङै छौँ हामी। आज हाम्रो सिकार यहाँ यस्तो छ है। ल बहिनीहरूले मारेको, तर हामीले सिकार यसो टेस्ट गर्ने भयो। लोकल हो यो माछा। यो माछा हालौँ त केटाहरूलाई, हालौँ न। कति नानी देऊ त अड्कलेर। ल आज हामीले पानीको जार पनि भरियो। हाम्रो गाडी त्यहाँ छ, सामानहरू त्यहाँ छ। अब अलि अगाडि गएर हाम्रो क्याम्पिङ सुरु हुन्छ। गरेर टक्क डिनर गरेर हामी चाहिँ फेरि पश्चिमको यात्रा गर्दैछौँ। हो त्यहाँ अङ्कल उता पारि जानु न गाडी। उता पारि त्यो कालो 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 ढुङ्गातिर। जाँदो रहेछ जाँदो रहेछ। ए यहाँ थुन्छ कि हेर्नु बिस्तारै। हो यहाँ ट्र्याक्टर पनि गएको रहेछ यतापट्टि लेफ्ट साइडतिर। को त कालो ढुङ्गा खाने हो त्यहाँनिर। ढुङ्गा छ ढुङ्गा। अब हामीले चाहिँ यहाँ चाहिँ डिनर क्याम्पिङ गरेर पश्चिमको यात्रा गर्दैछौँ। बस अब चाहिँ हामी डिनर गरिन्छ। यहाँबाट डिनर प्रिपरेसन गरेर आजको के छ अरे हाम्रो आइटम? आजको आइटम माछा छ, लोकल माछा, स्याउ छ, धनियाको अचार छ। टक्क हामी आएको गाडी यही हो। हाम्रो ब्याग प्याकिङ यता भइरह। अब हाम्रो चाहिँ आज डे 1 हो, भर्खर स्टार्ट छ। यो ब्यागहरू हाम्रो सब प्याकिङ भएर हाम्रो अब 5 दिनको क्याम्पिङ टुर चाहिँ चलिरहेछ। ल गाइस यस्तो छ भ्यू, यस्तो छ। कतापट्टि बनाउँछु ल? यतै छेउमै के छ अनिल? अवस्था यस्तो छ। यहीँ गरे यहाँ टक्क अलिअलि पानी, भाँडासाँडा धुलाउनु पनि यता ठिक छ। खाना खाने हो, अब खाना बनाएर
ल ल फटाफट प्रिपरेसन गरेर झ्यापझुप बनाएर फेरि हाम्रो चाहिँ पश्चिमको यात्रा स्टार्ट गर्नु छ ल गाइज ल एकछिन चाहिँ ठ्याक्क हामीले चाहिँ अहिले चाहिँ भिडियोलाई पज गर्छु तपाईँले हेर्दै गर्नु होला कन्टिन्यू म भिडियो चाहिँ भ्लग हालिरहेको हुन्छ सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु मन परे हाम्रो के छ ल यसो मैले खिच्छु है केटाहरू अहिले आएर हेल्प गर्छु मैले ल बाटा साटा केटाहरूले चुलो हाम्रो अब हाम्रो डे 1 बल्ल अब रमाइलो हुने क्रम जारी छ यसरी यही केटा हो नि त तरिका होइन ल केटाहरू ल ग्यास पनि जलाइसक्नु भयो अङ्कलले अब यहाँ सुरुवात हुन्छ ल यस्तो ल हाम्रो सामानहरू अब यो चाहिँ हाम्रो कस्तो टुर हो भने अब हामीले चाहिँ क्याम्पेनिङ टुर आयोजना गरेको छौँ 5 दिनको आज डे 1 हो अब चाहिँ बिहानदेखि भात खाएको छैन अब चाहिँ खानासाना बनाएर खाएर पश्चिमको यात्रा सुरु हुन्छ गाइज के हुँदैछ र आज फिस करी लोकल फिस करी हुँदैछ मसरुम प्लस हाम्रो मसरुम पनि बन्दैछ ओल चाहिँ ठिक होला ठिक छ कन्ट्रोल भएर झर्छ नि झन् हाम्रो कन्डिमेन्ट्स यहाँ छ रेडी अवस्थामा यहाँ चाहिँ मसरुम जाने बाटो हो हामी चाहिँ यो चाहिँ पश्चिम जाने यता जाने पश्चिम यता जाने बुटोल हामी चाहिँ यो बाटो आएको ठक्क यहाँ छ क्याम्पिङ स्टार्ट गरेर के हाल्यो मेथी हाल्यो कि होइन मेथी भयो अहिले चाहिँ चिसोको मौसम छ होइन गरम गर्नको लागि चाहिँ बेस्ट पिस्नको लागि चाहिँ हामीसँग सामान यही हो त ऊ हो क्या प्राउन भन्ने यही हो क्या प्राउन भनेको त्यही हो नि आजको हाम्रो स्पेसल अर्ग्यानिक माछा चाहिँ पुरा राम्रो बन्दैछ रमाइलो हुँदैछ आजको फिस करी बन्दैछ अरे केटा गाइज यस्तो छ मसरुम पनि बन्नेवाला छ यो अर्ग्यानिक फिस आज चाहिँ अर्ग्यानिक फिस मसरुम प्रन पनि छ अलिअलि देखियो होला गफानी पनि साँच्चै छ फेरि प्रन देख्नु त हुन्छ जुम गरेर हेर्नु होला अनि त्यसपछि टक्क मसरुम टक्क खाएर हाम्रो यात्रा जारी रहन्छ होइन त लेमन हानिन्छ टक्क चाहिँ अलिकति न्यू स्टाइलमा बनेर है यो फिस करी चाहिँ यहाँबाट चाहिँ ठक्क साग राखेर एकदम हेल्दी हुन्छ नि यो हेल्दी भइहाल्यो नि अब यो हालेपछि भेजिटेबल जानु एड गरिदिएको धेरै राम्रो देख्न सक्नुहुन्छ यो पश्चिम जाने बाटो ठक्क हेल्दी नि ल अब हाम्रो चाहिँ ठ्याक्क डिनर स्टार्ट हुनुलाई है मसरुम फिस करी हेर्नुहोस् मसरुम हाम्रो राइस अलिअलि बाँड्दैछन् टक्क ल ल रेडी गर केटाहरू
अब खाएर हिँड्नुपर्छ है। अब हाम्रो यात्रा चाहिँ धेरै छ अझै गर्नु होइन अन्तिम सम्झना 150 किलोमिटर 150 किलोमिटर अझै फेरि पुराउन अझै यहाँबाट 70 किलोमिटर बाँकी छ। ल खामै केटाहरू ल टक्क हाम्रो डिनर सिनर सकियो। यहाँ हामीले चाहिँ अनि अलिकति डिस्प्लेमा भएर चाहिँ पुरै यहाँ आफ्नो डिस्प्लेमा सब क्लियर गरेर खाएको ठाउँमा क्लियर गरेर क्लिन गरेर अब चाहिँ हाम्रो यात्रा पश्चिम अबको डिनर स्टार्ट भयो। हामी अहिले फाइनल्ली कोलपुर आइयो हो। अहिले ठ्याक्क कोलपुरमा स्टे गरेर फेरि यहाँबाट फेरि पश्चिम अझै लगभग 75 किलोमिटर जति छ होला चिसापानी पुग्न। अनि चिसापानी पुगेर पनि अपडेट गराउँछु। हेर्दै गर्नु होला हाम्रो गाडीको अवस्था रातिमा कोलपुर। हामी अहिले ठ्याक्क कोलपुर चोकमा आइयो। कोलपुरबाट हामी फेरि चिसापानी कर्णाली चिसापानीतिर यात्रा हुन्छ। हाम्रो गाडी चाहिँ त्यहाँ छ टक्क यो कोलपुरको यो ठ्याक्क पार्कै छ। यो पार्कबाट अब कता कता जान्छ यो सायद अब यो महेन्द्रनगरतिर जान्छ होला सर। ल जाम केटाहरू अब कतातिर हामी लाग्ने अब कोलपुर त आइयो। अब हामी सिधा यो यता सुर्खेत यता नेपालगञ्ज यता बुटोल यता महेन्द्रनगर। ल जमजम अय्या बस नि मैले खिच्नु पर्छ नेपालगञ्ज यता केदार यता चिसापानी कर्णाली महेन्द्रनगर हामी यात्रा कन्टिन्यू छ। केटाहरू के छ अवस्था? हाम्रो कोलपुर यात्रा सकिएर हामी अब सुर्खेततिर जाँदैछौँ है। महेन्द्रनगर फाइनली अहिले हामी चाहिँ बर्दिया अब बर्दिया आइपुग्नु लागेको हामी हामी बर्दिया होइन बर्दिया हाम्रो बर्दियाको इन्ट्री हो है। बर्दिया इन्ट्री भयो हाम्रो 65 किलोमिटर पुगे चाहिँ हामी चाहिँ आजको वान डेको हाम्रो विश्रामस्थल पुगिन्छ अन्तिम डेस्टिनेसन भनेको यही हो। अनि फेरि भोलि चाहिँ उठेर फेरि हाम्रो कर्णालीको चिसापानी भिजिट भएर फेरि सेकेन्ड डे सुरु हुन्छ फेरि होइन त होइन त कन्टिन्यू जाने अब बर्दिया राष्ट्रिय निकुञ्ज छ यो होइन। अब हामी बर्दिया राष्ट्रिय निकुञ्जको रोड हुँदै हामी चाहिँ कर्णाली चिसाको फाइनल हामी गाइस कर्णाली पुलमा पुगिसक्यौँ है। ठ्याक्क अब कति बज्यो अहिले ठ्याक्क 11:30तिर भोलिको अब चाहिँ अहिले ठ्याक्क कर्णालीमा आइयो। अब यहाँ हामी वान डेको लास्ट इन्डिङ यही हो। यही हामी बस्छौँ अनि भोलि जाँदाखेरि यो बिहान कोटमा नृत्य परेको यहाँ मिलो आएर आमा भएर त गर्छ यो जिन्दगानी यो क्लिप त मलाई पनि हालिदिन्छ हेर यो क्लिप त मलाई पनि हालिदियो क्या
ओके फाइनली हामी चाहिँ अब यो होटलमा बस्छौँ आज अनि त्यसपछि भोलिको बिहानको दृश्य देखाउनेछु। अब हाम्रो गाडी चाहिँ पार्क गरिन्छ यो होटलमा अनि आज चाहिँ अब 5-6 घन्टा रेस्ट गरिन्छ अनि त्यसपछि बिहानको दृश्य देखाइन्छ। आज चिसापानी स्टे भयो 1 डे क्याम्पेनिङ टुर सकियो। भोलि सेकेन्ड डेको क्याम्पेनिङ टुर सुरु हुँदैछ। अब सकिन्छ गाइस, हेर्दै गर्नु होला।